होशियार होशियार होशियार। पातको सागु लगाएर बनाएको डाइभर्सन आज पाल्पा जिल्ला अर्थात् दिनै खोलाको मुहानमा आएको बाढीले तहस नहस बनाएको छ। सन्दर्भ हो बुटोल नानगढ हाइवेको। यो हाइवे अझ पनि सहज ढङ्गबाट यात्रुहरूले आवत जावत गर्न सकिरहनु भएको छैन। यसको मूल कारण हो दुम्कीवासमा भत्किएको पुल वा भाँचिएको पुल हालसम्म मर्मत नहुनु। हुन त विकल्पको रूपमा पुललाई नयाँ पुल बनाएर अझ केही दिनमा सञ्चालन गर्ने भन्ने कुरा बुझिएको छ। तर त्यो समयसम्म यहाँ जनसाधारणलाई निकै कठिन भइरहेको छ। हामीले प्रारम्भमा नि भनेका थियौँ यो खोला ठुलो हुन्छ, डाइभर्सनले बर्खायाममा टेक्न सक्दैन। तर त्यसलाई कसैले हेक्का गरेन र यो डाइभर्सन निर्माण गरियो। केही दिन त यसले सहज आवागमनलाई मद्दत गरे पनि अहिले फेरि यो दुम्कीवासमा पानी परेको छैन, तर पाल्पा जिल्लामा परेको पानीको कारणले गर्दा यो डाइभर्सन भत्किएको छ। मलाई लाग्छ आज यो 2082 साल जेठ 29 गतेका दिन यहाँबाट गाडीहरू सुचारू हुन सक्ने अवस्था देखिँदैन र यो पानी घट्यो भने तत्पश्चात मात्र डाइभर्सन निर्माण गरेर गाडीहरू सुचारू हुनेछन्। त्यो समयसम्मका निम्ति टाढा टाढाबाट यात्रा गर्नुहुने यात्रुहरूले आफ्ना नजिकका इष्टमित्र अथवा नेपाल प्रहरी लगायत सूचना प्रदायक संस्थाबाट सूचना लिएर मात्र यहाँ यात्रा गर्नुहुन हामी अनुरोध गर्दछौँ। यो खोला एउटा यातायातको निम्ति कष्टकर साबित भएको छ। नयाँ पुल सुचारू नभएसम्म यो कुन बेला बाटो रोकिन्छ भनेर भन्न सकिँदैन र अहिले बिहान करिब 8 बजे यो डाइभर्सन बाढीले बगायो। तत्पश्चात यहाँ धेरै गाडीहरू लाइन लागिसकेका छन् र यहाँ जाम सुरु भइसकेको हामीले देख्न सक्छौँ। त्यसकारण यसतर्फ सुचारू यातायातको निम्ति सम्बन्धित सम्पूर्ण निकायहरूको ध्यान जानु आवश्यक देखिन्छ। धन्यवाद।